पार्टीको यस पाँचथर जिल्लाको आमसभा हामी सम्पन्न गर्न लागिरहेका छौँ। यसै जानकारी कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण पत्रकार सरहरू अनि सबै सरहरू यहाँ सबैलाई म फेरि पनि स्वागत भन्न चाहन्छु। राष्ट्रिय परिवर्तन पार्टी को पृष्ठभूमि थोरै भन्नुपर्दा जब गत महिना भदौ महिनाको 23 र 24 गतेको जुन जेल जी आन्दोलन भयो, सो आन्दोलनको क्रममा धेरैजना शहीद भएर गए, धेरैजनाले बलिदान गए देश परिवर्तनको खातिर, परिवर्तन होस् भन्ने एउटा सपना बोकेर आउनुभएको थियो। सोही आन्दोलनमा चाहिँ धेरैभन्दा धेरै हजारौँको सङ्ख्यामा घाइते अवस्थामा अहिले हुनुहुन्छ र अहिलेसम्म उहाँहरूको भनाइ यही छ कि अहिलेसम्म उहाँले आफूले पाउनुपर्ने जुन सेवा सुविधाहरू थियो त्यो हामीले पाएका छैनौँ, हामीले पाउनुपर्ने जुन न्याय थियो त्यो हामीले न्याय पाएनौँ भन्ने कुराहरू उहाँले राख्नु भएको छ। र अन्तमा उहाँको अब आन्दोलन गर्दै गर्दाखेरि उहाँको धेरैवटा एजेन्डाहरू थियो, मुद्दाहरू थियो। प्रत्यक्ष प्रणाली हुनुपर्छ भन्ने कुराहरू, शून्य भ्रष्टाचारको कुराहरू लगायत अन्य धेरै मुद्दाहरू लिएर उहाँहरू आन्दोलनमा उत्रिनु भएको थियो र त्यो आन्दोलनको जुन मूल एजेन्डा थियो, त्यो मूल मुद्दा थियो र अहिले पनि त्यो पुरा नभएको कारणले गर्दा अनि अहिलेको जुन अन्तरिम सरकारले जसोतसो चुनाव गराउने नै भएपछि त्यो पक्षमा त्यो निर्णयमा गइसके पछाडि चाहिँ अब हाम्रो न्यायको निम्ति है, हामी जति पनि अपाङ्ग भएका छौँ, हामी जति पनि घाइते भएका छौँ, हामीले जुन न्याय चाहिएको छ, अब त्यो न्यायको लागि हामी आफै घाइतेहरूले लड्नुपर्ने रहेछ भनेर उहाँहरूले निर्णय गरेर घाइतेहरूको टिम मिलेर चाहिँ इलाम जिल्लाको जुन राजेश पौडेल हुनुहुन्छ उहाँको अध्यक्षतामा राष्ट्रिय परिवर्तन पार्टी भनेर असोज 3 गतेका दिन निर्वाचन आयोगमा उहाँले दर्ता गर्नुभएको छ। अनि त्यही राष्ट्रिय परिवर्तन पार्टीको हिजो मात्र मङ्सिर 27 गते चाहिँ झापा जिल्ला दमक स्थित आदिवासी रङ्गशालामा औपचारिक घोषणा सभा पनि सम्पन्न हिजो भइसकेको छ र हामी यस पाँचथर जिल्लामा चाहिँ यही अब पौष महिनाको 2 गतेको दिन फिदिम नगरपालिका 2 नम्बर पल्लोटार नयाँ बस पार्कमा हामी सो जिल्ला स्तरीय आमसभा पनि सम्पन्न गर्न लागिरहेका छौँ। यसर्थ म यस मिडिया मार्फत सम्पूर्ण यस पाँचथरवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त राष्ट्रिय परिवर्तन पार्टीको यस जिल्ला आमसभामा उपस्थित भइदिनुको लागि सविनय हृदयबाट अनुरोध पनि गर्न चाहन्छु। किनभने यतिखेर हाम्रो देश दुखेको छ, देश रोइरहेको अवस्था छ, हरेक नेपालीको हृदय दुखेको छ। परिवर्तनको खातिर राजनीतिक इतिहासको विभिन्न कालखण्डमा हामी नेपाली युवाहरूले रगत पसिनाहरू बगाउँदै आयौँ, तर त्यो रगत र पसिना अब चाहिँ खेर जान दिनु हुँदैन। अबको इतिहास, अबको भविष्यमा जब जुन घटनाक्रम यो यस्तो भयो कि जुन घटना घट्दै आउँदाखेरि हाम्रो चाहिँ बलि हुँदै आयो, एक खालको नरबली होइन, नरबली जस्तो रगत चढाउनु पर्ने, रगतले चाहिँ कतिसम्म चाहिँ यो देशलाई चाहिँ, यो देशको माटोलाई चाहिँ हामीले सिँचाइरहनु पर्ने होइन, अझै यो देशको माटोलाई रगतले अझै पनि पुगेको छैन भन्ने खालको कुराहरू एकदमै दुःखलाग्दो कुराहरू छ। त्यस कारणले गर्दाखेरि अबको दिनमा, अबको भविष्यको दिनहरूमा चाहिँ हामी कुनै पनि नेपाली युवाहरूले देश परिवर्तनको खातिर होइन, आफ्नो न्यायको लागि लड्दै गर्दा कुनै पनि मागहरूसँग हामी लड्दै गर्दाखेरि चाहिँ हामी नेपालीहरूले, युवाहरूले कुनै पनि प्रकारको त्यस्तो रगत बगाउन नपरोस् होइन, रगत आफ्नो बलिदान गर्न नपरोस् भन्ने हिसाबले पनि यो राष्ट्रिय परिवर्तन त्यो उद्देश्य बोकेर, त्यो एजेन्डाहरू बोकेर अगाडि आएको कुरा म यहाँ जानकारी गराउन चाहन्छु। अनि यो पार्टीको एजेन्डाहरू अत्यन्तै राम्रो छ, मलाई चाहिँ व्यक्तिगत रूपमा पनि मलाई राम्रो लाग्यो होइन। त्यही भएर हामीले पनि अब यो राष्ट्रिय परिवर्तन पार्टीलाई समर्थन गरेर हामी पाँचथर जिल्लाको पनि केही साथीहरूसँग
यसरी छलफल गरेर हामीले 5 जिल्ला स्तरीय समिति पनि हामीले गठन गरेर त्यस पछाडि हामीले समिति विस्तार पार्टी सङ्गठन विस्तार पनि विभिन्न पालिकाहरूमा विभिन्न वडा टोलहरूमा पनि हामीले गऱ्यौँ र अहिले पनि त्यो काम चाहिँ जारी नै भइरहेको छ भइ नै रहेको छ। र यसमा यो पार्टीमा मैले देखेको युनिकनेस मैले देखेको पृथकता चाहिँ के थियो भने अब अरू पार्टीहरू पनि अहिले आइ नै रहेको छ, नयाँ नयाँ दलहरू आइ नै रहेको छ, तर उहाँहरूले विकासको एजेन्डाहरू उठाएका छन् होइन। अरू विविध एजेन्डाहरूमा उहाँहरूले गरिराख्नु भएको छ। उहाँले आफ्नो घोषणापत्रमा लेख्नु भएको छ विभिन्न एजेन्डाहरू, चाहे त्यो विकासको कुरा किन नहोस्, अरू सुशासनको कुरा किन नहोस्। तर यो राष्ट्रिय परिवर्तन पार्टी चाहिँ मैले कसरी एनालाइसिस गरेँ भने यो चाहिँ साँच्चै दुःखबाट उठेको पार्टी रहेछ होइन। यो साँच्चै एउटा पीडाबाट उठेको पार्टी रहेछ। यो साँच्चै शहीदहरूले बगाएको रगतबाट जन्मेको पार्टी रहेछ। अनि अहिले पनि घाइतेहरूले बोकिरहेको जुन घाउ छ, जुन पीडा छ, जुन चोट छ, त्यो चोटबाट जन्मेको एउटा पार्टी रहेछ भनेर मैले चाहिँ त्यसरी महसुस गरेँ साँच्चै। अनि साँच्चै नै यो सारा नेपालीको मागलाई अहिलेसम्म सारा नेपालीहरूले चाहेको एउटै कुरा कहिले आउँछ परिवर्तन, साँचो परिवर्तन हाम्रो देशमा कहिले आउँछ भनेर जो सारा नेपालीहरूले पर्खिरहेको सोधिरहेको प्रश्नको उत्तरको रूपमा मैले यो पाएँ। यहाँ चाहिँ साँच्चै नै जेनजीको मुद्दाहरूलाई समेटेको, जेनजीको मर्मलाई, जेनजीको भावनालाई, जेनजीको स्पिरिटलाई समेटेर अगाडि बढेको एजेन्डाहरू मैले यस परिवर्तन पार्टी राष्ट्रिय परिवर्तनमा पाएँ मैले पनि र हामीले पायौँ भन्ने हिसाबले। त्यहाँदेखि हामी यो पार्टीलाई समर्थन गरेर लागेका हौँ र यो पार्टीले विशेष गरेर 7वटा प्रमुख एजेन्डाहरूलाई चाहिँ अगाडि सारेको छ। धेरैवटा एजेन्डाहरूमध्ये यो चाहिँ प्रमुख एजेन्डाहरूको रूपमा उहाँले प्रस्तुत गर्नुभएको रहेछ। यो पार्टीको 7वटा एजेन्डाहरूमा थोरै यहाँहरू समक्षमा म वाचन गरेर सुनाउन चाहन्छु। 1 नम्बरमा रहेको छ प्रत्यक्ष राष्ट्रपति प्रणाली। यो एउटा रहेको छ। अहिलेसम्म अब एउटा संसदीय प्रणालीमा हामी अभ्यासरत छौँ, तर अबको दिनमा अब सारा नेपालीले एक खालको चाहेको पनि यस्तो हुनुपर्छ भनेर एक खालको उहाँहरूको मनोभावनाहरू बुझ्दाखेरि सबैले त्यो बुझिन्छ। प्रत्यक्ष राष्ट्रपति प्रणाली हुनुपर्छ भन्ने एजेन्डा रहेको छ। अनि अर्को रहेको छ शून्य भ्रष्टाचार न्यूनीकरण हुनुपर्छ भन्ने कुरा रहेको छ। अनि 3 नम्बरमा रहेको छ सुशासन र इमानदार राजनीति। अनि 4थोमा रहेको छ राष्ट्रिय सार्वभौमिकता, सीमा सुरक्षा र राष्ट्रिय पहिचान। र 5 नम्बरमा रहेको छ अबको देश विकासमै नेपालको युवा नेपालमै। अर्को रहेको छ नेपालको दरकार पारदर्शी सरकार। अर्को रहेको छ 7 नम्बरमा न्याय, शिक्षा, स्वास्थ्यको देश नेपालको नयाँ परिवेश। र यो जति पनि एजेन्डाको कुराहरू छ यो आउने पौष 2 गतेको जुन आम सभामा चाहिँ यसको विस्तृत रूपमा त्यहाँनिर प्रस्तुत पनि हुने जानकारी हामी गराउँछौँ।